Hello everyone, good morning. Welcome back our my YouTube channel. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। धेरै समयपछि आज चाहिँ म भ्लगमा आइसकेको छु। अब गाउँघरमा काम गर्नुपर्छ, त्यही भएर निरन्तर भ्लगमा उपस्थित हुन सकिनँ। त्यसैले आज चाहिँ समय मिलाएर भ्लगमा उपस्थित भइसकेको छु। सबैजना माया गरिदिनु होला। हाम्रो गाउँमा त बाढी पहिरो जान थालिसक्यो होइन, अविरल वर्षाको कारण पहिरो गइसक्यो। त्यतिर रोडतिर यस्तो छ, बाटो यस्तो छ, खराब छ। बर्खाको समय एकदम खराब छ। यो चाहिँ पोहोर सालको पहिरो हो। टक्क लाएर हामी चाहिँ अलैँची बारतिर आइसक्यौँ। यता चाहिँ हाम्रो अलैँची बारमा सुन्तला रोपेको थिएँ। सुन्तला हेर्न आएको। सुन्तला यस्तो छ। यता पनि यस्तो सुन्तला। सुन्तला लगभग जागमा चाहिँ खोजिरहेको छ। यहाँ तल पनि सुन्तला बनिरहेको जस्तो छ होइन, सुन्तला। सुन्तला यो चाहिँ मर्छ कि क्या हो? यो चाहिँ सुन्तला खेर गएछ। त्यो पनि गइगएछ सबै पातहरू। के भएर चाहिँ मरेछ सुन्तला? यता पनि सुन्तला, यता पनि सुन्तला। सुन्तला रोप्या ल, यता पनि गएछ त के भएछ? सब पात झरेछ त, अब जान्छ त यो। बढी मल भयो कि क्या? फाइनली गाइज हामीले सुन्तला हेरिसक्यौँ। सुन्तला लगभग 100 बोटभन्दा बढी ल्याएको थिएँ। सबै रोपेकोमा 4-5 बोट चाहिँ मर्यो, मर्ला जस्तो छ। तैपनि अब के हुने हो, अझै अब नतिजा पछि निक्लिने नै छ। सो अब चाहिँ हामी टक्क लाएर सुन्तला हेरिसक्यौँ, घर फर्किनेछौँ।